मेसेजमा धरी कमेन्ट गर्छु त मेरो आफ्नो बाउको पैसा हैन कसैको होइन हाम्रो आफूले कमाएको पैसा गर्छु तिमीहरुलाई के ख्यास छ र पैसा सानो कसले बोलेको छ रे हो बिहे चाहिँ सानो गरेको बिहे सानै गरेको फर्निचर र घर रंगाउनुमा पैसा खर्च गरेको त हाम्रो लागेको भनेको नि बिहेकै बेलामा खर्च गरे भएर त्यो एकाडेमीमा जोड्डेको हैन दिमाग छैन कि के हो भनेको हो म त अचम्म 3 छक पर्छु हो अचम्म पर्छु हो हैन हुन्छ नि जतिखेर राम्रो बोल्यो हुँदैन हो खन्नेको छ मेसेजमा आएको छ म किन यहाँनिर यसरी बोलेको मेसेजमा आएको छ बोलेको छ मेसेजमै कराएको छ 25 लाख रे मेसेजमै गर्छु त 3-4 करोडकै गरे पनि तिमीहरु जाऊ न कमाऊ गर अनि त्यसपछि त्यस्तै भन तिमीहरु पनि हैन म त अचम्म पर्छु हो मान्छे त यस्तो हैन हामीले बिहे सानो गरेको भनेको हामीले 25 लाख त केही हैन हाम्रो लागि सानो भनेको छु हामीले त्यस्तो त काई भनेको छैन त हामी तपाईहरु भन्दा धेरै दुःख पाइरहेको मान्छेहरु हेर्दा हुन्छ गएर पाट्न पल्टाएर खानु लाउनु पैसा नभएको मान्छे हामी पहिला भनेको अति गर्नु हुँदैन नि हौ हिजोदेखि रिस उठाइरहेछ हौ अति गर्छ हौ ओएमजी रिस भन्नुभएको रहेछ प्रिन्सले अनि रिस नउठेर के गर्नु त तपाईलाई नभनेको कुरा कसैले आएर भनिदिन्छ अनि तपाईलाई रिस उठ्दैन कसैले तपाईले भन्दैन भनेको हैन भन्दैन भनेको कुरालाई तपाईले भन्यो भने तपाईलाई रिस उठ्दैन मिडियामा पो इ गर्छ म फेरि त्यसो गर्नै आउँदैन के मलाई रिस उठ्यो म मान्छे हो मलाई रिस उठ्छ म मान्छे हो मैले नभनेको कुरा तपाईले मलाई भन्दा मलाई रिस उठ्छ अब यसमा हाँस्दिनु पर्ने त होइन मैले हैन र ढुङ्गाले हान्दैन मिल्ने मात्रै यही पड्काइदिँदै ल्याउँदै घिसार्दै यही ल्याउँदै के हो भनेको अति गर्नु हुँदैन नि हौ मान्छे भएर भन्दै के सयो भन्दैमा म जहिले अरूलाई परेको बेलामा बोल्दिने मान्छे हो के अरूलाई कसैले नराम्रो भन्यो भने म बोल्दिने मान्छे हो म यस्तै हो कसैले अरूलाई कसैले नराम्रो भनिरहेछ उ राम्रो हुँदै पनि म बोल्दिन्छु के तिनीहरुको बारेमा तपाईहरुको पनि दिन आउन सक्छ के भोलिको दिन तपाईहरुलाई पर्यो भने म बोल्दिन्छु तर तपाईहरु यसरी त हुँदै नभएको कुरा ल्याएर मसँग उ नगर्नु तिमी बाउको छोरी भए मलाई नेपाल झिकाएर तँलाई चाहिँ किन झिकाउनु मैले नेपाल त को र मैले तँलाई नेपाल झिकाउनुलाई को होस् र त बसिराख्न ती किन सुखमा ल्याउनु नेपाल बस्न ती दुखमै विदेशमै बाउको छोरी भए अचम्म पर्छु हो म त मैले फेरि झिकाउनु पर्यो भने फेरि पछि गएर फेरि भन्न पाउँदैन नि यही गरेर त जस्तो मान्छेलाई चाहिँ म किन झिकाउनु नेपाल भन् त म त अचम्म भयो अचम्मै परिसके के हिजो अति एक दिन हैन 2 दिन हैन मेसेजमा धेरै भन्न आएपछि मलाई कति रिस उठ्न थालेको के हदै त विदेश गयो भने ठुलो पल्टिदो रहेछ कति न युएस छ रे डाम्नो अनि उ युएस गयो भन्दैमा त्यसरी के नै त्यही नेपाल आउने प्लेन भाडा भएन होला अनि छुट्टी हो भनेको नेपाल झिकाएर काटेर मासु खानुपर्छ त्यस्तोको मासु खायो भने त पापै लाग्छ पाप हैन उल्टै हुन्छ झिकाउनलाई यसलाई त म ब्लकै गर्छु है यस्ता एलर्जिकहरु छन् कि यो फेक एकाउन्टहरु के इरिटेट लाग्ने 2-3 दिन भनेको हत्तै क्या म हैन खासमा यसरी लाइभमा आउँदिन थिए कि मेसेज गरेछ के मेसेजमा गरेछ इन्स्टामा मेसेज गरेछ टिकटकमा मेसेज गरेर के विधि हो भनेको मान्छेहरु त पागलै भयो के हो हाम्रो नेपालमा सबै युएसमा फुइ आउँदो रहेछ अति नै गर्छ आफ्नै मेहनतले हैन अहिलेको उसमा आफ्नो मेहनतले आफू कमाएर हामीले दुईतिरको साइडको बिहे गर्दाखेरि त 25 लाख लाग्दैन नर्मल्ली नै ल बिहे गर्यो रे तपाईहरुको एक साइडको फ्यामिलीको हेर्या होला के सबैले हाम्रो दुई साइडको फ्यामिलीको हेर्या हो हामीले 25 भनेको ब्रिजेसको साइडबाट पनि खर्च र मेरो मम्मीहरुको साइडबाट खर्च पनि हामी दुई जनाले नै बराबर काम गरेर उठाएर गरेको हो त्यतिको त त्यस्तो त म त प्राउड फिल गर्छु मैले आफू कमाएर त्यति खर्च गर्न सके हैन अनि अर्को कुरा भनेको मैले सानो पैसा भनेको हामीले दुई जनाले नै छैन त इन्टरभ्युमा हामीले सानो बिहे भनेको पैसालाई सानो भनेकै छैन पैसा त ठुलो हो नि बिहे गर्न सक्नु त्यत्रो भनेको त्यो ठुलो पैसा हैन त हामीले सानो बिहे गरेको तर यति खर्च लाग्यो अल टुगेदर भने हो त्यो खासमा